नमस्ते। दुबईमा काम गर्न होस् या भिजाको लागि वा अन्य मुलुकमा जानको लागि तपाईँलाई कहिलेकाहीँ पुलिस क्लियरेन्स सर्टिफिकेट आवश्यक परिरहेको हुन्छ। यो भिडियोमा दुबईमा आफैले केही मिनेटमै कसरी पुलिस क्लियरेन्स सर्टिफिकेट निकाल्ने भन्ने बारे सिकाउँदैछु। भिडियो अरूलाई पनि सेयर गरिदिनु होला। आइडी फलो गर्नुभएको छैन भने फलो गरेर सँगै जोडिराख्नु होला। तपाईँलाई झुक्किएर काम लाग्न सक्छ। आउनुहोस् सुरु गरौँ। सजिलोको लागि गुगलमा गएर दुबई पुलिस सर्च गर्नुहोस् वा तपाईँले सिधै दुबई पुलिसको वेबसाइटमा पनि जान सक्नुहुन्छ। गुगलमा दुबई पुलिस सर्च गरेपछि माथिको वेबसाइटमा जानुहोला अनि तपाईँको अगाडि यस्तो पेज खुल्नेछ। यस्तो पेज खुलिसकेपछि टप राइट साइडको सर्चमा क्लिक गर्नुहोला अनि तपाईँको अगाडि सर्भिसेसहरूमा यस्तो खुल्नेछ। यस्तो तपाईँले दोस्रो नम्बरको सर्टिफिकेट्स भन्नेमा जानुहोला। यहाँ पनि तपाईँलाई धेरै खाले सर्भिसहरू चाहिँ देख्न सक्नुहुन्छ। अब यसमा हामी पर्मिट एन्ड सर्टिफिकेट भन्नेमा एप्लाई गर्छौँ। यो भित्र पनि तपाईँले धेरै खाले सर्टिफिकेटहरू चाहिँ पाउनुहुन्छ। तर हामीलाई पुलिस क्लियरेन्स सर्टिफिकेट चाहिएको भएर पहिलो नम्बरमा पुलिस क्लियरेन्स सर्टिफिकेटवालामा क्लिक गर्छौँ। यहाँ क्लिक गरेपछि तपाईँको अगाडि यस्तो खाले पेज खुल्नेछ। यहाँ तपाईँलाई सर्भिस, पेमेन्ट मेथड, रिक्वायर्ड डकुमेन्ट, बेनिफिसिरिज लगायतको अनेक कुराहरू देखिनेछ। अब तपाईँले मुनिको एप्लाई भन्नेमा क्लिक गर्नुहोस्। यो तपाईँको एप्लिकेसन फर्म खुल्नेछ। यसमा तपाईँले सिटिजन इनसाइड युएई अथवा तपाईँ रेसिडेन्ट हुनुहुन्छ वा आउटसाइड युएई वा तपाईँ भिजिटर इनसाइड युएई हुनुहुन्छ त्यही अनुसार चुज गर्नुहोला। म चाहिँ सिटिजन यानि कि रेसिडेन्स इनसाइड युएईवाला भएको भएर त्यही अनुसार चुज गरेर तपाईँहरूलाई यो भिडियोमा सिकाउँदैछु। त्यसपछि मुनिको इमेल आइडी भन्नेमा आफ्नो इमेल आइडी कार्ड हान्नुहोला। आफ्नो इमेल आइडी कार्ड भरिसकेपछि तपाईँले पर्पज अफ सर्टिफिकेट भनेर देख्न सक्नुहुन्छ। तपाईँ के को लागि यो सर्टिफिकेट निकाल्दै हुनुहुन्छ त्यही चुज गर्नुहोला। यहाँ तपाईँले धेरै खाले चाहिँ देख्न सक्नुहुन्छ। वर्कको लागि, म्यारिज, स्टडी वा अनेक जेको लागि हुनुहुन्छ त्यही अनुसार चुज गर्नुहोला। त्यसपछि तपाईँले मुनि चाहिँ कुन पार्टी गभर्मेन्ट अथवा प्राइभेट पार्टी हो त्यो चुज गर्नुहोला अनि ल्याङ्ग्वेजमा अरबिक अथवा इङ्ग्लिस केमा चाहनुहुन्छ त्यही अनुसार चुज गर्नुहोला। त्यसपछि त्यसको मुनि तपाईँले सर्टिफिकेट रिक्वायर्ड पार्टी भनेर देख्न सक्नुहुन्छ। तपाईँलाई के को लागि चाहिँ सर्टिफिकेट चाहिएको हो, कुन पार्टीले चाहिँ सर्टिफिकेट मागेको हो तपाईँले त्यही चुज गर्नुहोला। यहाँ दुबईको अनेक प्रकारको अर्गनाइजेसनहरू वा तपाईँलाई चाहिने इन्स्टिट्युसनहरू चाहिँ तपाईँ आफैले चुज गर्न सक्नुहुन्छ। यहाँ चाहिँ धेरै थरीको डिपार्टमेन्टहरू छन्। तपाईँलाई चाहिँ कुन चाहिँ डिपार्टमेन्टले त्यो सर्टिफिकेट मागेको हो त्यही अनुसार चुज गर्नुहोला। यसरी तपाईँले टाइप अफ रिक्वेस्टेड पार्टी अनि सर्टिफिकेटको ल्याङ्ग्वेज इङ्ग्लिस त अरबिक र सर्टिफिकेट रिक्वायर्ड पार्टी चुज गरिसकेपछि अलि तल तपाईँले इमेल भन्ने देख्न सक्नुहुन्छ। आफ्नो लगइन भइरहेको वा चलिरहेको इमेल राम्रोसँग हेरेर भर्नु होला। त्यसपछि त्यही इमेल आइडीलाई मुनि फेरि गएर कन्फर्म गर्नु होला अनि त्यसपछि आई एक्सेप्ट द टर्म एन्ड कन्डिसनमा क्लिक गरेर मुनि आफूलाई देखाएअनुसारको क्याप्चा सेलेक्ट गरेर नेक्स्ट भन्नेमा क्लिक गर्नु होला। यसपछि तपाईँलाई आफ्नो कन्फर्मेसन मोबाइल नम्बर भनेर आफ्नो मोबाइल नम्बर देख्न सक्नुहुन्छ। तपाईँको त्यो नम्बर हो भने यस भनेर नेक्स्ट गर्नुहोला। तपाईँलाई त्यहाँ एउटा ओटिपी आउनेछ अनि त्यो आएको ओटिपीलाई त्यसमा राखेर नेक्स्ट गर्नुहोला। त्यसपछि तपाईँको अगाडि पेमेन्ट सम्बन्धी पेज खुल्नेछ। तपाईँले त्यहाँ देख्न सक्नुहुन्छ टोटल चाहिँ 220 दिरहम लाग्छ भनेर अनि दुइटै आइएसएफ र मुनिको पनि आइएसएफवाला उसमा क्लिक गरेर तपाईँले पे नाउ भन्नेमा जानुहोला। त्यसपछि तपाईँलाई पे गर्नको लागि विभिन्न खाले अप्सनहरू चाहिँ खुल्नेछ। तपाईँलाई पाएको पर्ने कार्ड पेमेन्ट अथवा नेट ब्याङ्किङ कुन चाहिँ सजिलो हुन्छ त्यही अनुसार तपाईँले आफ्नो कन्ट्याक्ट इन्फोमा पनि राम्रोसँग इमेल आइडी र मोबाइल नम्बर राम्रोसँग चेक गरेर तपाईँले पे गर्न सक्नुहुन्छ। पे गरेको केही घन्टा अथवा केही दिनपछि तपाईँले चाहिँ आफ्नो पुलिस क्लियरेन्स सर्टिफिकेट चाहिँ इमेलमा प्राप्त गर्न सक्नुहुन्छ। यसरी तपाईँ आफैले केही मिनटमै सजिलै पुलिस क्लियरेन्स सर्टिफिकेट निकाल्न सक्नुहुन्छ अनि मोहर एप्लिकेसनबाट पनि 50 दिरहममै निकाल्न सकिन्छ। तर कतिपय बेला दुबई पुलिसबाटै जारी भएको क्लियरेन्स सर्टिफिकेट मागिरहेको हुन्छ। तपाईँ मोहर एप्लिकेसनबाट 50 दिरहमवाला कसरी निकाल्ने भन्ने बारे जान्न चाहनुहुन्छ भने चाहिँ कमेन्ट गर्न नभुल्नुहोला। म अर्को भिडियोमा जानकारी गराउनेछु। थप जानकारीको लागि सँगै जोडिराख्न नभुल्नुहोला है त। धन्यवाद।